21औं शताब्दीमा मान्छे निकै गतिशील पनि भएका छन्, तर त्यो गतिशीलताले कतै न कतै संसारभरि नै युद्धको माहौल पनि बनिरहेछ। जुन विकास भयो त्यसबाट यदि मनुष्यको विनाश हुन्छ भने त्यो विकास होइन, धेरै विकास भएछ। भौतिक रूपमा विज्ञानको आधारमा धेरै कुराहरू, ठुल्ठुला मसिनहरू, आयुधहरू निकै निर्माण भएको छ। सँगसँगै अन्य क्षेत्रमा पनि विकास भएका छन्, नभएको होइन। तर मुख्य कुरा यो कि संसारमा आफ्नो अहङ्कारले, एकजना व्यक्तिको कारणले विश्वमा युद्धमय भयो, युद्ध चलिरहेको छ। त्यो चाहिँ मानवताको लागि राम्रो होइन। ज्ञानले भित्र जुन छ कोष, त्यस कोषको विकास त्यसले एक्टिभ गर्नु पर्यो, ताकि जीवनमा जति पनि बाधा अड्चन, जति पनि समस्या, जति पनि युद्ध होस्, आफ्नो जीवनलाई र आफ्नोसँग आबद्ध भएका समाजमा उनीहरूसँग खुसी बाँड्दै आफ्नो जीवन आनन्दपूर्वक जिउन सक्छ। अनि यहाँ आनन्द जहिले पनि आफ्नो किनभने जुन अन्तर्चेतनाबाट विचलित भएर जब आनन्द, खुसी आउँछ, त्यसलाई व्यक्त गर्दा पनि खुसी प्राप्त हुन्छ भने त्यो जीवनमा ठुलो सफलता हो। मान्छेले धेरै सफलता प्राप्त गर्नुको लागि विभिन्न कार्यहरू गर्छन्, गर्नु पनि पर्छ, तर सबै सफल हुँदैनन्। किनभने त्यसमा कहीँ न कहीँ खोट हुन्छ, कहीँ न कहीँ उनीहरूकोमा इमान्दारिता हुँदैन, समर्पण हुँदैन। पनि त्यति त्यो लेभलमा हुँदैन जुन लेभलको आवश्यकता पर्दछ। विशेष त सबैले जीवन त जिएकै हो, सबैले जीवन जिउनुको मुख्य आधार त्यही हो। त्यही गरे त्यसपछि आफ्नो काम धन्दामा लागे, त्यसपछि परिवारसँग अथवा एक्लै जीवन बिताउँदै आफू अगाडि बढ्दै जान्छ। कृषिको काम गर्छ, सबले आफ्नो आफ्नो काम गर्दै जान्छ। मूलभूत कुरा हो कि जो जसले जे काम गरे पनि ऊ खुस छ कि छैन, ऊ आनन्द छ कि छैन, आफ्नो दायित्व पुरा गर्ने बेलामा ऊ कहीँ न कहीँ कुण्ठित त भएको छैन। यदि ऊ कुण्ठित भएर काम गरिरहेको छ भने न तू आफ्नो परिवारलाई सुख पहुँचाउँछ, न आफू सुखी रहन्छ। जीवनको प्रक्रिया नै हो, जीवनको महत्त्वलाई नै बुझ्नु पर्यो, जीवनको आवश्यकतालाई नै बुझ्नु पर्यो। कोही कसैले यहाँ प्रवचन दिएर अथवा शब्दको मार्फतबाट परिवर्तन त हुँदैन। यति ठुलो वक्ता नै होस् कि शब्द सुन्छन्, बिर्सिहाल्छ, तर यदि शब्द सुनेर त्यसलाई धारण गरेर त्यस अनुरूप क्रियाशील हुन्छ भने पक्कै पनि परिवर्तन हुन्छ र त्यसबाट लाभ पनि प्राप्त हुन्छ।
भन्ने कहिले पनि हुँदैन। यदि सत्यको बाटो छ, सत्य कुराहरू छ, विशिष्ट प्रज्ञामा व्यक्तिद्वारा भनिएका कुराहरू कहिले पनि खेर जाँदैन। त्यसर्थ आफ्नो जीवनमा त्यो प्रज्ञाशील व्यक्तिलाई खोज्नुहोस्, गर्नुहोस् ज्ञानहरू, आफू क्रियाशील हुनुहोस्। आफू भित्रको जुन चाहिँ प्रज्ञामय व्यक्तित्व छ, गुरुको रूपमा देख्ने प्रयास गर्नुहोस्। तपाईँले जीवन जिउन मद्दत गर्छ। मान्छे मैले हेर्छु आफू खुसी हुनको लागि यहाँदेखि वहाँदेखि वहाँ भड्किरहेको हुन्छ, जसले जे भनिदियो त्यहीको पछाडि लागिरहेको हुन्छ। आफूभित्र आफूसँग सोध्दैन पनि आफूमा को हो, आफ्नो निर्णय गर्ने क्षमता देखिँदैन। कदापि त्यो व्यक्तिहरू पनि भाग्यमानी हुन सक्छ, त्यो लाभ प्राप्त गर्न सक्छ, त्यसको पछाडि ऊ लागिरहेको छ, जस लाभको लागि हो। गरिसक्छ, त्यो दिन परिवर्तन भइहाल्छ। जुन बेला उसले त्यो बोध हुन्छ, बोध हुने बित्तिकै जीवन परिवर्तन अगाडि बढ्छ। यहाँ मैले पटक पटक जीवन परिवर्तन परिवर्तनको चाहना किन परिवर्तन चाहियो? परिवर्तन शब्द मैले प्रयोग गरेको कारण यो छ कि परिवर्तन नै हो मनुष्यलाई खुसी पार्ने। आज जुन अवस्थामा छ त्यो अवस्थाको अगाडि आएको अवस्थामा यदि पुग्छ भने उसको एक स्टेट खुसीको वातावरण उसले प्राप्त, अझै अगाडि बढ्छ, 2 स्टेप 3 स्टेप उसले त्यही अनुरूपको खुसीहरू आनन्दहरू प्राप्त गर्दै जान्छ। तपाईँको फुल बगैँचामा गएर सफारीमा तपाईँले जे जति रोप्नु भएको छ त्यो बिस्तारै बिस्तारै बढिरहेको हुन्छ। र एउटा समय आउँछ, त्यो समयमा तपाईँले फल दिन्छ। त्यसरी नै हो, तपाईँ जुन अवस्थामा भए तापनि यदि तपाईँ बढिरहेको हुनुहुन्छ भने एक समय आउँछ, त्यति बेला तपाईँ खुसी खुसी त्यो तपाईँले थाहा पनि पाउनुहुन्न, तपाईँले प्राप्त गरेको हुनुहुन्छ। यो यस्तो बाटो हो, यदि जो व्यक्ति यसमा सफल हुन्छ त्यो कहिले पनि चलाइरहेको हुन्छ र प्रज्ञाले कहिले पनि गलत कार्य गर्दैन। यही
Ja.